टक्क लगाएर हामीले मार्फा गाउँभित्र प्रवेश गरेसँगै गएछ। मार्फा गाउँ, यो चाहिँ मार्फा गाउँ है साथीहरू। मार्फा जाडो छ यार, लास्टै बोल्न पनि सकेको छैन के भने यार। पुरै चिसोले मुख बाँधिरहेको छ होइन। बाटो चाहिँ यस्तो छ। स्याउहरूले चाहिँ कोपिला लगाइरहेको छ, त्यो कस्तो हुन्छ। कोपिला लगाइरहेको छ। भोवाल छ कि हो नि मार्फा। यो चाहिँ बुझेर कहाँ ढकालिन आउँछ हौ यार। फोटो खिचौँ है हामी पनि। ल टक्कैमा हो त्यो नि। तल राखेर खिचौँ माथि। खतरा रहेछ त गाउँ चाहिँ यार। मार्फा गाउँ मार्फा। बिस्तारै है। ए माकडा कस्तो आएको छ नि। कस्तो आएको छ जाने। भोपाल हामी त बाहिर निक्लिनु आँट्यो त यार। अन्त नि भोपाल छ यार मार्फा गाउँ चाहिँ त्यो। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तो भोवाल छ। स्याउ होइन यो चाहिँ स्याउको रुख। आमा हजुर आए। च्याङ्राको खाक बिछ्याउनको लागि wow Radha, this look it like कहाँनिर पात्र सिडी ठने यसो जाम भनेको के ऊ जाने सिडी थियो के नजाने आऊ ए केमा लाग्छ के यार धक्का लगाएर यस्तै छ यार
म त हिँडिरहेको छु गाछहरू देख्न सक्नुहुन्छ यस्तरी हिँड्छु नि म फेरि हामी चाहिँ अहिले मार्फा भिलेजतिर भिजिटिङ गरिरहेको छौँ होइन साथीहरू हो देख्न सक्नुहुन्छ मार्फाको प्लेस ओके गाइजहरु नेक्स्ट भिडियो एडिट गर्नुलाई म चाहिँ अहिले राखेको ओके बाई 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 भन्दा बित्तिकै म एउटा यो चाहिँ हो मुस्ताङको होइन एकदम लोकल स्याउ अर्ग्यानिक मुस्ताङ अर्थात्